पर हाम्रो तातोपानी पुगिसकेको छ। मेन गेट तातोपानीको चाहिँ देखियो हो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू एपिसोड। आएको सबजना सन्चै हुन्छ होला र म पनि एकदमै सन्चै छु। यस्तो हामी चाहिँ यहाँ यो गाउँमा बस्छौँ। उता पारी छ हाम्रो घर चाहिँ, अनि कर लगाउने ठाउँ चाहिँ उता पर छ। सो यहाँ पनि बत्ती पनि अलि छैन, अनि एक्लै बाजे हुनुहुन्छ त्यहाँ चाहिँ बत्ती छैन, त्यसैले नेट सेट पनि छैन। सो त्यही भएर चाहिँ मेरो यो भिडियो पनि ढिलै आउँछ होला, त्यस कारणले नरिसाउनु होला हजुरहरू। सो अहिले चाहिँ हामी पुरै उसको काम भ्याएर, स्कुलको काम भ्याएर अहिले चाहिँ हामी जान लागेको तातोपानी नुहाउन। यहाँदेखि कति किलोमिटर छ अनि तातोपानी नुहाउन जान लाग्यौँ आज। यहाँ चिसो, अब खोलामा नुहाउन सक्छौँ तर खोलामा अलि चिसो हुन्छ। सो त्यही भएर चाहिँ तातोपानी गएर नुहाउने हो। सो त्यही यो भिडियोको अन्तिमसम्म भइराख्नु होला। यहाँ जुम्लाको तातोपानी पनि कस्तो छ म देखाउँछु। अनि हाम्रो चाहिँ नयाँ अङ्कल आउनु भयो आज। काम एकदमै ढिलो भयो त्यही भएर चाहिँ अङ्कललाई बोलाएको, अङ्कल आउनु भयो। सो त्यही यो अब चाहिँ त्यही तातोपानीमा गएर देखाउँछु हजुरहरूलाई। भिडियोको लास्टसम्म भइरहनु होला है त। सो गाइस हामी चाहिँ तातोपानी पुगिसकेको छ। मेन गेट तातोपानीको चाहिँ त्यही थियो हो। यस्तै छ सिन नुहाउने। अब यहाँ पर चाहिँ नुहाउने ठाउँहरू छ, यहाँ पनि नुहाउने ठाउँ। अनि यस्तै छ तातोपानीको सिनहरू, रमाइलो रहेछ यता यार। सो यही यो तातोपानीको सिन चाहिँ एकदमै राम्रो छ। खोलाहरू पनि नजिक छ, मस्त छ। भाइहरूले माछा मारिरहन् अनि एकदम राम्रो छ। सो त्यही हो, अब चाहिँ नुहाइ गर्छु। सिधै नुहाइ गरेर भेटौँला है त। हामी चाहिँ यहाँ खाली पारेर यहाँ नुहाउन आइसकेको छौँ। पानी एकदमै तातो रहेछ, एकदमै रमाइलो रहेछ। जुम्ला आउनु चाहिँ खान्छ भने यहाँ तातो पानीमा चाहिँ आउँला नुहाउन एकदम रमाइलो हुँदो रहेछ। यहाँ चाहिँ पानी पनि एकदम तातो फाइनली हामी चाहिँ नुहाइ गरेर पुरै फ्रेस भएर अहिले चाहिँ हामी अब फेरि अनि बस्ने घरतिर जानु लाग्यो। हाम्रो गेटको एन्ट्री, यहाँ चाहिँ टिकट काट्ने ठाउँ। माथि गएर देखाइन्छु फेरि एकचोटि गेटको एन्ट्री कस्तो छ। गेटको एन्ट्री चाहिँ त्यही हो। सो त्यही हो, अब चाहिँ फ्रेस भयो। अब चाहिँ गएर मजाले खानासाना खाएर मजाले बसिन्छ। सो त्यही हो, बिचमा भेट्दै गरौँला है त। सो यहाँ चाहिँ पानीमा बस्ने बेलासम्म मात्रै चिसो, नभए त बहुत जाडो हुँदो रहेछ। तर मलाई त बहुत मजा आयो। यहाँ चाहिँ खतरा सिस्टम रहेछ। यस्तो बगाले यस्तो सुक्खा तर पनि मस्त फुलिरह। यहाँ हरिहरि खोलाहरू माछा मारिरहन। यो हेरौँ एकचोटि, एकदम बगाल छ। अब अलि अगाडि गएर त्यहाँको खेत देखाउँछु हजुरहरूलाई। त्यही यो अब चाहिँ खेत देखाउँछु, त्यसपछि म बस्ने घर पनि देखाउँछु। अनि आज चाहिँ हाम्रो काम चाहिँ भइसकेको छ। यहाँ त्यही भएर आज नुहाउन आएको। अनि अब चाहिँ अब उति डाँडा छ नि, त्यो डाँडा अब सिधै अब देखेको डाँडा चाहिँ काटेर अर्को डाँडा जानुपर्ने हुन्छ अब काम गर्न। त्यही यो भिडियो चाहिँ ढिलो आउँछ किनभने अलि नेटको प्रब्लम छ। अलि नेट भएको ठाउँमा चाहिँ म छैन। त्यही भएर नरिसाउनु होला। अहिले त्यहाँ खेत देखाउँछु म हजुरहरूलाई। सो म त तपाईँलाई देखाउँछु भने ट्याक्क लगाएर हेर्नु त यो हरियाली। यो हरियाली हाम्रो ठेकदार दाइहरू हुनुहुन्छ, उहाँ दुईजना गइसक्नुभयो, पर अङ्कल गइसक्नुभयो, म मात्रै हो। सो हजुरहरूलाई यो देखाइदिउँ न, यस्तो बवाल छ त्यो सिन हेर्नु न। अब के भन्ने, बयानै गर्न सकिन्न। यो हेर्नु त, बाब्रे यो हरियाली कस्तो दामी हो क्या यार। ओहो, यहाँ त पङ्खा पनि रहेछ। पङ्खा देखिन्छ किन? ल पङ्खै देखिन्न त यार, फोकसै गरेन। सो त्यही हो, सिधै म बस्ने घर देखाउँछु, त्यसपछि बिदाइ मागौँला है त। फाइनली बल्ल तल्ल पुगेर आफ्नो घरमा चाहिँ पुगिसक्यो। पर छ तातो पानी उति खेतदेखि आएको म।
अनि म बस्ने घर चाहिँ यही हो सलक्क पारेर म बस्ने घर चाहिँ यही हो भित्र मेरो रुम देखाउँछु अब हजुरहरूलाई सोलर छ खासै उज्यालो हुन्न कि बत्ती बाल्नु न सोलर गइजान्छ शान्ति त्यही हो अब चाहिँ रुममा अलि अँध्यारो छ यहाँ सोलर छ त्यो किनभने देखिन्न यही हो म बस्ने ठाउँ सिन पनि एकदमै राम्रो छ हल्ला धुल्क उड्छ के हुन्न त्यही हो मेरो भ्लग चाहिँ यहाँ इन गर्छु भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब पनि गर्नु होला हस् त बाई